दर्शक महानुभाव नमस्कार। तपाईहरुलाई स्वागत छ हाम्रो च्यानल नयाँ सञ्चारमा। यदि तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साथै छेउमा रहेको बेल आइकनलाई दबाई अलमा क्लिक गरी हामीसँग जोडिन भने नबिर्सिनु होला। अब आउनुहोस् पुरा समाचारतर्फ लागौं। दर्शक महानुभाव, भिजिट भिसा प्रकरणमा गोप्य अडियो भिडियो मेसेज बाहिरियो। संसदमा एक्लियो रासोपा। नेपाली कांग्रेस र नेकपा एमाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई साथमा लिएर संसद खुलाउने तयारी गरेका छन्। उनीहरूले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र रासोपाबाट अलग गर्ने रणनीति अख्तियार गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारीले संगठित रूपमा पैसा उठाएको विषयमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखको राजीनामा र छानबिन आयोग समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन्। सुरुवातमा रासोपाले उठाएको यो मागमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले साथमा दिएको थियो, तर कांग्रेससँगको संवादपछि यी दुवै मागबाट माओवादी केन्द्र पछाडि हटेको छ। माओवादीले भिजिट भिसाको समस्या समाधान गर्ने संसदमा सरकारको प्रतिबद्धता जनाए पुग्ने धारणा राख्न थालेको छ, जसका कारण छानबिनका लागि आयोग समिति गठनको अडान राखेको रासोपा एक्लिएको छ। अध्यागमनका नीतिगत समस्याबारे अख्तियारको छानबिन सकिएपछि सरकारले कुनै संरचना बनाएर अध्ययन गर्ने कांग्रेसको प्रस्तावमा माओवादी केन्द्रले यसअघि नै सहमति जनाइसकेको छ। गृहमन्त्री रमेश लेखको राजीनामाको माग पनि माओवादी केन्द्रले उठाउन छाडेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा रासोपाले गृहमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरे पनि नेकपा माओवादी केन्द्रका सांसदहरू मौन बसेका थिए। रासोपाका सांसदहरूले टेबल ठडाउँदा पनि माओवादी केन्द्रका सांसद मौन भएर उभिएका थिए। नेकपा एमालेका नेता योगेश भट्टराईका अनुसार शक्ति बस्नेतले तयार पारेको दुई बुँदे प्रस्तावको वरिपरि अहिले सहमति प्रयास भइरहेको छ। उक्त प्रस्तावको पहिलो बुँदामा अख्तियारले भिजिट भिसा प्रकरणमा गरिरहेको छानबिनमा सरकारले सहयोग गर्ने उल्लेख छ। दोस्रो बुँदामा सरकारले भिजिट भिसाका सम्बन्धमा नीतिगत विषय अध्ययन गर्ने संरचना बनाउने उल्लेख छ। कांग्रेस र एमालेले बस्नेतले तयार पारेको यी दुई बुँदे आपसमा सहमति गरेर सांसद खुलाउने कसरत गरेका हुन्। अन्यथा सांसद अघि बढाउने चेतावनी उनीहरूले माओवादी केन्द्रलाई दिएका छन्। दुई बुँदे ड्राफ्टमा हाम्रो भावनात्मक सहमति छ, तर त्यसमा रासोपाको विमति छ। रासोपाले प्रस्तुत गरेको 5 बुँदे कुनै छलफल हुँदैन। भट्टराईले भने प्रतिपक्षले समय मागेको छ। माओवादीले दुई बुँदे रासोपासँग सहमतिको प्रयास गर्छ होला। यसबीचमा राष्ट्रिय स्वतन्त्र पार्टीले सहमतिका लागि भन्दै संसदीय समिति बनाउने गरी 5 बुँदे सहमतिको मस्यौदा कांग्रेस र माओवादी केन्द्रलाई दिएको थियो। उक्त प्रस्तावलाई माओवादी केन्द्रका प्रमुख सचेतक हिजराज पाण्डेले सभामुख सहितको छलफलमा प्रतिपक्षकै धारणा भएको बताएका थिए। पाण्डेको धारणाबारे कांग्रेस र एमालेका नेताहरूले माओवादी केन्द्रका नेता वर्षमान पुनसँग आधिकारिक धारणा मागेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको 5 बुँदे प्रस्ताव कांग्रेसले मान्छ भने हामीलाई पनि आपत्ति छैन भनेर हामीले भनेका हौं। माओवादी केन्द्रका एक नेताले हामीले भनेको हो। माओवादी केन्द्रका एक नेताले सेतो पार्टीसँग भने, तर कांग्रेस र एमालेले यसलाई इन्टरनेट गरेनन्। उनीहरू 5 बुँदेको नाममा सुन्न पनि तयार छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सहमतिका लागि भन्दै पठाएको 5 बुँदे प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गरिदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केही फरक विचार छन्, तर अहिले हामी उहाँहरूको प्रस्तावमा छलफल छैनौं। कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सेतो पार्टीसँग भने, हामी प्रमुख प्रतिपक्षी दलकै प्रस्तावमाथि सहमतिका नजिक पुगेका छौं। स्रोतका अनुसार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सांसद भवनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई रासोपाको प्रस्तावबारे फोन गरेर धारणा मागेका थिए। जवाफमा प्रचण्डले आफूहरू यसअघि तयार भएको दुई बुँदे प्रस्तावको पक्षमा रहेको बताएका थिए। उहाँले रासोपालाई म मनाउँछु भन्नुभएको छ। ती नेताले भने त्यसकारण सांसदको बैठक बिहीबार 3 बजेका लागि राखिएको छ। उहाँ मुस्ताङ जानु भएको रहेछ। भोलि बिहानसम्म फर्किनुहुन्छ, त्यसपछि रासोपासँग छलफल गर्नुहुन्छ। माओवादी केन्द्रले भने सरकारले भिजिट भिसा सम्बन्धी समस्या स्वीकार गरे मात्र पनि संसद चल्ने अवस्था रहेको बताएका छन्। भिजिट भिसाको विषय प्रतिपक्ष होइन, जनताको विषय हो। माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, जनताले दुःख पाइरहेका छन्, त्यसबारे छानबिन गर्ने, तथ्यहरू स्थापित गर्ने र सुधार गर्ने सरकारको प्रतिबद्धता अनिवार्य हो। सेतो पार्टीले नेता पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको 5 बुँदे सहमतिको प्रस्तावलाई तपाईहरूले स्वीकार गर्नुभएको हो भन्ने प्रश्न सोधेको थियो। जवाबमा पुनले यसको वा उसको भन्ने भन्दा पनि हामी जिम्मेवारी पूर्वक छलफल गरिरहेका छौं। संसदमा सरकारको प्रतिबद्धता आउनुपर्छ, सरकार लचिलो हुनुपर्छ, संसद सञ्चालन गर्नुपर्छ, त्यो सरकारको जिम्मेवारी हो। हामीले बजेट प्रस्तुत गर्ने दिएका छौं, त्यसमा छलफल हुनुपर्छ। त्यसअघि भिजिट भिसा प्रकरणलाई सरकारले सल्टाउनुपर्छ, यो जनताको आशय हो। संसद खोल्न सत्तापक्ष जिम्मेवार बन्नुपर्छ। प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादी संसद तत्काल सञ्चालन गर्नुपर्ने पक्षमा छ। उनले गृहमन्त्रीले भिजिट भिसाको समस्या समाधानको प्रतिबद्धता जनाए बैठकको अवरोध हटाउने उल्लेख गरिसकेको छ। पार्टी अध्यक्ष माधव नेपालमाथि राजनीतिक हस्तक्षेपबाट मुद्दा दायर गरिएको निष्कर्ष निकालेको एकीकृत समाजवादी उक्त मुद्दा संसदमा स्थापित गराउन चाहन्छ, त्यसैले उसले सदन चलाउनु पर्ने धारणा राख्ने गरेको छ। रासोपाको 5 बुँदेबाट माओवादी केन्द्रका 2 बुँदेमा फर्किएपछि बिहीबारबाट सांसद खुल्ने अपेक्षा कांग्रेस र एमालेको छ। अब संसदमा कांग्रेस एमाले र माओवादी एकातिर र रासोपा अर्कोतिर हुन सक्छ। एमालेका एक नेताले भने रासोपाले संसदमा पहिला बोलेर बैठक बहिष्कार गर्ने रणनीति
नीति लिएकोसम्म हामीले बुझेका छौं। राजसभा नमाने पनि अब संसद अब अघि बढ्छ। दर्शक महानुभाव, अहिलेको समाचार यति नै रहेको छ। यदि तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी साथै छेउमा रहेको बेल घण्टीमा दबाई अलमा क्लिक गरी हामीसँग जोडिनु होला। अहिलेलाई भने तपाईहरु माझबाट छुट्टिन्छु। हस्त, धन्यवाद।